जेनजी कुटाई ओभरडोज भएपछि थेरापी गर्न सिङ्गापुर पुगेका शेरबहादुर देउबा अनन्त नेपाल फर्किएका छन्। भन्छन् राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ। राजा ज्ञानेन्द्रले सकेनन् तो इतिहासकारहरूले तयारी गर्न जन्मिएका हुन्। तर गगनको पनि सन्तुलन पनि गुमाउनु पर्छ। अब देउबा फर्किएपछि काङ्ग्रेसभित्र अर्को प्रश्न उठेको छ, अब नेतृत्वको भविष्य के? काङ्ग्रेसको भविष्यबारे यति धेरै चर्चा हुन्छ कि भविष्य आफै अलमलमा परेको होला। म भविष्य हुँ कि अझै अघिल्लो नेतृत्वकै एक्सटेन्सन? काङ्ग्रेसमा पुस्तान्तरणको कुरा वर्षौंदेखि चलिरहेको छ, तर पुस्तान्तरणको स्पिड हेर्दा नेपालमा 4G आयो, 5G आयो, AI आयो, तर काङ्ग्रेसमा लिडरसिप अपडेट अझै लोडिङ छ। अब नेपाली काङ्ग्रेस भित्र नयाँ पुस्ता ल्याउन तपाईले राजीनामा कहिले दिनुहुन्छ त राजनीतिबाट? गुड क्वेशन। बोलेको ओ तले सोधेको तले सोधेको के हो राजीनामा दिएको? के हो पुस्ता भनेको? त्यही त नयाँ पुस्ता तपाईहरुभित्र पनि पार्टीभित्र पनि जेनजी छ नि। राजनीतिमा पनि कुनै पुस्ता भन्ने हुन्छ, राजनीतिक नेतृत्वमा पुस्ता भन्ने हुन्छ। If you have any dream to achieve, you are young. If you don't have any dream to achieve, you are not young. जसित सपना छ ऊ राजनीतिमा युवा हुन्छ, जो सपना छैन युवा हुँदैन। अच्छा लोडिङ पनि नयाँ पुस्ता फेरि सोध्छ कति वर्ष? जवाब आउँछ हामीलाई पनि थाहा छैन, यो अनुसन्धानको विषय हो। अब कुरा गरौँ देउबाको राजनीतिक कमब्याकको। देउबाको कमब्याक हेर्दा एउटा कुरा स्पष्ट हुन्छ, नेपालको राजनीतिमा रिटायरमेन्ट भन्ने शब्द डिक्सनरीमा मात्र रहेछ। नेताहरू फर्किन्छन्, फेरि फर्किन्छन्, फेरि फर्किन्छन्। यति धेरै कमब्याक हुन्छ कि नेपाली जनता सोच्न बाध्य छन्, यो राजनीति हो कि WWE? His name is John C. फेरि चुनाव
कसले दिने? कौन है ये लोग? कहाँ से आते हैं ये? किनकि एउटा नेता सिङ्गापुर गएर फर्किएला तर पार्टीको गुटबन्दी, नेतृत्व विवाद र कुर्सीको मोहको थेरापी गर्न सायद पुरै टोली सिङ्गापुर पठाउनु पर्ने हुन्छ। अनि गगन थापाको कुरा गर्दाखेरि उहाँले चाहिँ खोर बनाएर राख्नु पर्ला, बाख्रा पाल्नको लागि होइन, नेपाली भेडा जनता पाल्नको लागि। यहाँ मलाई यहाँ कस्तो कस्तो गरेको छन्, अहिले यहाँ बाख्राको अध्यक्ष मरे ओ काका हो होइन होला के हो? तर अन्तिममा कुरा गम्भीर छ।